नमस्ते सबैजनालाई। आजको मेरो सानो मिनी ब्लगमा हजुरहरूलाई वेलकम छ। अनि आज चाहिँ मेरो दिनको सुरुवात चाहिँ भयो लसुन गोडेर। लसुनमा चाहिँ यति धेरै झार पलाइसकेको थियो अनि गोड्ने बेला पनि भइसकेको थियो अनि अगाडि पनि मैले गोडिसकेको थिएँ। पानी सानी सबै पटाएर फेरि गोड्ने बेला भइसकेको थियो र मैले एक दिन अगाडि चाहिँ 2टा कोला गोडेर सिद्ध्याएको थिएँ। अनि एकै दिनमा त सकिँदैन नि त, ढाड हात दुखेर कस्तो गाह्रो हुन्छ। अनि त्यसपछि चाहिँ आज चाहिँ मैले 2टा कोला मजाले गोडेर सिद्ध्याएँ। अनि के गर्नु साथीहरू, अब बुहारी भइसकेपछि गाउँमा बिहे भइसकेपछि यिनीहरू सबै कामहरू चाहिँ गर्नै पर्छ है। र म चाहिँ एकदमै खुसी छु कि मैले नगरेको काम पनि मैले गर्न पाएर सिकेँ। हेर्न सक्नुहुन्छ यति धेरै मैले झार उकालेर चिल्लो बनाएँ मेरो लसुन। अनि यतातिर हेरेको मेरो सुँगुर चाहिँ खोरबाट निक्लिसकेको थियो। अनि मलाई चाहिँ यति गाह्रो भयो साथीहरू, घरमा कोही पनि हुन्न थियो। अनि अब मैले के गर्नु नगर्नु भयो, तर पनि मैले सुँगुरलाई बाँधेर चाहिँ म गएँ सुँगुरको लागि चारो खोज्न। अनि मजाले कचुहरू काटिओरी, अब के गर्नु साथीहरू, अब बर्खाको बेला मात्रै हुन्छ कचु चाहिँ, अनि जाडोमा चाहिँ हुँदैन, गर्मीमा चाहिँ हुन्छ कचु। अनि त्यही पनि मैले यति एक्लैले काटेर यति चाहिँ भ्याएँ। अनि मजाले कसेर चाहिँ यसलाई अब एक बोरा मात्रै काट्नु पर्यो भनेर चाहिँ एक बोरा मात्रै काटेर चाहिँ म लागेँ घरतर्फ। अनि घरतर्फ लागिसकेपछि अनि हेर्न सक्नुहुन्छ सुँगुर फेरि खुलिसकेको रहेछ मैले बाँधेको सुँगुर चाहिँ। अनि त्यही पनि होस् है, वरिपरि त खेलिराख्छ भनेर चाहिँ मैले भाँडामा चाहिँ बसाल्न थालेँ। आगो पनि बालेँ अनि त्यसपछि पानी हालेर मैले बसालिदिएँ। अनि सुँगुरलाई चाहिँ अब मैले खोरतिर हाल्नु पर्ने हुन्छ, त्यसको लागि चाहिँ अहिले नै म बाई भन्न चाहन्छु सबैजना।